हेर्न सक्नुहुन्छ। हिजो हालेको भिडियोमा 15-16 भ्युज मात्र गए। फेरि भलक मनाउन कि भनेको छैन, छुट्टीको दिन के गर्ने बस्ने भनेर फेरि भलक बनाउन लागेको छु। आशा छ हिजोको भन्दा आज झन् माया गरिदिनु हुने हजुरलाई। अनि आर्यन केल्भिनको नाम लिउने त भिडियो भाइरल हुन्छ अरे। हेरौँ त्यो भिडियोमा 100K भ्युज पुग्यो भने म बल्ल मान्नेछु। आर्यन केल्भिन नाम होइन, ब्रान्ड हो, ब्रान्ड भनेर जाँदैछु गाइस। लाग्दैन 15-16 मिनट लाग्छ झन् हाम्रो 15-16 मिनट। पानीको मौसम छ, त्यो पानी असारको महिना। आज साउनको 1 गते साउन सङ्क्रान्तिको दिन घर साउन भइयो भने अनि मैले जान्छु भयो थोरै भलक पनि बनाउँछु भनेर जाँदैछु। पहिला एउटा महत्त्वपूर्ण ठाउँ देखाउँदैछु, जो कि हाम्रो हजुरबाबा जुबाले गर्नुभएको थियो। देख्न सक्नुहुन्छ यो महत्त्वपूर्ण ठाउँ हाम्रा हजुरबा जुबाले गर्नुभएको। यहाँ बसेर बाख्रा हेर्ने होइन, बाख्रा हेर्ने, छोरी चराउनु, चिप्लाउनु गर्नुहुन्छ। पल्लो डाँडा हाम्रो घर, पल्लो डाँडा दोकान पर्ने हो। त्यहाँ थोरै टाइम त लाग्ने छ। मैले भिडियो थोरै काटेर बनाउने छु। गेस्ट गर्नु होला मैले के सामान ल्याउन जाँदैछु कमेन्टमा। साउन सङ्क्रान्तिको दिन भनेपछि के सामान ल्याउन जाँदैछु गेस्ट गर्नु होला। जे होस्, पानीको मौसम जुकान लाग्ने गर्छन् गाई यतातिर त। हरि बाटो चिप्लो छ। खोलानिर आउँदैछु म गाइज। यो चाहिँ हाम्रो माग्दी खोलो भन्छन् गाइज। देख्न सक्नुहुन्छ मूल पलाएर बाटोमा पुरै यस्तो छ। जुत्ता लाएर आउने थिएँ, यस्तो पानी छ। मैले किन जुत्ता लाउनु भनेर हेर्न चप्पल लाएर आएछु। अलि रात पर्न सक्छ, डर लाग्छ नि खोलामा, भूत प्रेत आउँछन् भन्छन् के अरे। खै यो गाइज, यो माग्दी खोलो असारको महिनामा यति अलिक ठुलो चाहिँ आउने गर्छ है। यो माग्दी खोलो गाइज हामीले पल्लो एक खोलाको माथि टुप्पाबाट पानी खान्थ्यौँ। अहिले चाहिँ एक घर एक धारा सुविधा भएकाले त्यतातिर खान्नौँ। यस्तो छ बाटो, पानीको मौसम। भलक बनाउन आउन गाइज, त्यही पनि थोडा थोडा बनाउँछु जस्तो हुन्छ। माया गरिदिनु होला। आशा छ यहाँहरूले माया गरिदिनुहुन्छ भनेर। ठकिला सो गाइज, यो माथिको चुचुरो छ नि, यो चुचुरो यो चुचुरामा हामीले मजा गरेर देखाउँछु तपाईँलाई। यो चुचुरो हो नि, यसमा हामीले सानामा हिमाल भनेर स्कुल भागी यो कप्चेरामा बसेर दिन खेल्थ्यौँ। विगतको कुराहरू नि यहाँ हिमालय छ नि यो होइन, ट्याक्क
सानो 5-7 वर्ष पहिले यसै गर्थ्यौँ हामी। म 3मा 4मा पढ्ने बेला यसै गर्थ्यौँ गाइज। आटो हेर्नु त गाइज, पानी आयो। यस्तो बाटोमा जाँदैछु म। खासै फोनको क्यामेरा पनि राम्रो छैन, त्यही पनि यस्तो गरौँ न, टाइम पास पनि हुन्छ भनेर। पानी आहा गाइस, चिप्लो छ बाटो, एकदम चिप्लो। लड्काउनु लड्किहाल, जुत्ता लाएर आएको भए झन् लड्किन्थ्यो। उता पानी यस्तो हौ। जे होस्, बाटो एकदम खराब छ। पैदल यात्रा गर्दैछु। जमानामा यो मान्छेले बनाएको बाटो भनेर आफ्नै हैसे कोदालो बन्चारो यो बनाएकै पुरै पह्रो काटेर बनाएको बाटो हो यो। पानीले भिजाइसक्यो, छाता आउने झन् भिजाउँछ भनेर ओढे छैन मैले। देख्न सक्नुहुन्छ बल्ल यत्रो हिँडेपछि बल्ल एउटा घर आयो। देख्न सक्नुहुन्छ म जाने ठाउँलाई चाहिँ के भन्छ, कुमाल गाउँ, त्यहाँ जाने हो। यो गाउँतिर पुरै मुखिया बस्छन्। मुखिया एउटा घर छैन, पुराहरू पुरै मुखिया। देख्न सक्नुहुन्छ आइसके। यो डाँडामा चाहिँ मेरो घर हो। उयो डाँडातिर पर्छ मेरो घर। त्यो अलि डाँडामा आइसक्यो, खोलो काटेरै। बाटो चिप्लो सुगाइदियोस् जस्तो हुन्छ। राम्रो मानिदियो होला, सेयर गरिदिनु होला यो भिडियोलाई। अनि तपाईँहरू सेयर गरिदिनु भयो भने अनि मेरो भ्युज आउँछ, अनि मलाई अर्को पनि भिडियो बनाउने आशा लाग्छ। बर्खा मासको समयमा देख्न सक्नुहुन्छ घाँस एकदम राम्रो छ। घाँस बेलुकी सुरुवातसँगै भन्दै हिँडिरहेको छु गाइज। जे होस्, अब यता चाहिँ यस्तो घर छन् गाइज, बजार जाइ छ क्या घर त, हरेक घर छ। म तपाईँले देखाउने छु। यस्तो पहिरो भएर बाटो मैले भिडियो खासै काटेको छैन, किनभने इन्ट्रेस्ट लाग्दैन खासै भिडियो बनाउनु है। बल्ल घर आयो, पुरै घर, यता पनि घर, उता पनि घर, उता पनि घर। मोटर बाटोमा आएछु। मोटर बाटो पनि यस्तो खायो, देख्न सक्नुहुन्छ। बाटोमा हिलो यस्तो हिलो, कहाँबाट हो इन्डिया टक्स। यहाँ चाहिँ
गाउँमा किसानहरू घाँस बोकेर हिँड्ने गर्छन्। मैले पनि बिहान काटेको एउटा मिठो आनन्द। सो गाइज म चाहिँ पसलबाट फर्किसकेँ। सामान किनेर झोलामा हाल पछाडि गरौँ छ। अहिले त पानी पनि बिदो भयो। घरतिर जाँदैछु अब, पानी बिदो भयो। सो गाइज मलाई चाहिँ पानीले भेटिसके ह। अनि पानी आहा उता देख्न सक्नुहुन्छ गाइज, पानी पर्यो ह। छाता ओढेको छु। अनि अब पानीमा त भलक बनाउन फोन रुच्छ नि त। अनि त्यसैले म फेरि भोलि या पर्सि बनाउने छु। अनि त्यस बेला छुट्टै मिठो भलक बनाउने छु। अनि आजलाई चाहिँ म भलक बनाउन बन्द गर्छु, किनकि पानी पर्यो ह। पानीले फोनको स्पिकर अथवा क्यामेरा खराब हुन सक्छ। त्यसैले हस्त धन्यवाद। म फेरि तपाईँको सामु भोलि या पर्सि एउटा छोटो मिठो भलक लिएर उपस्थित हुनेछु। हस्त बाई बाई।